नेपालको राजनीतिक दशकौंदेखि लगभग एउटै ढाँचामा चलिरहेको थियो। ठूला ठूला राजनीतिक दलहरूको वर्चस्व, शक्तिशाली नेताहरूको प्रभाव र पुरानै राजनीतिक संरचनाले समग्र राजनीतिक प्रक्रियालाई लामो समयसम्म निर्देशित गरिरह्यो। धेरै मानिसहरूका लागि चुनाव जित्न भनेको ठूलो पार्टीको समर्थन, बलियो सङ्गठन र लामो राजनीतिक अनुभव हुनु आवश्यक कुरा मानिन्थ्यो। तर सन् 2022मा काठमाडौँमा एउटा यस्तो घटना भयो जसले यो पुरानो विश्वासलाई चुनौती दियो। एक र्यापर, एक इन्जिनियर कुनै ठूलो राजनीतिक दलको समर्थन बिना चुनावी मैदानमा उत्रिए। उनको नाम थियो बालेन्द्र शाह। राजनीतिमा प्रवेश गर्नु अघि धेरै मानिसहरूले उनलाई राजनीतिज्ञको रूपमा होइन, नेपाली हिप हप कलाकारको रूपमा चिन्थे। उनका गीतहरू केवल मनोरञ्जनका लागि थिएनन्, उनले आफ्नो र्याप मार्फत समाजका समस्या, भ्रष्टाचार र युवाहरूको निराशाबारे खुला रूपमा बोलेका थिए। उनका शब्दहरू सिधा, स्पष्ट र कहिलेकाहीँ विवादास्पद पनि हुन्थे। तर ती शब्दहरूले एउटा कुरा स्पष्ट देखाउँथे, उनी व्यवस्था र राजनीतिलाई प्रश्न गर्न डराउँदैनथे। त्यसैले धेरै युवाहरूका लागि उनी एक प्रकारको विद्रोही आवाज जस्तै बनेका थिए। तर त्यो समयसम्म कसैले पनि कल्पना गरेको थिएन कि एक दिन उनी आफै राजनीतिमा प्रवेश गर्नेछन्। सन् 2022मा उनले काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने घोषणा गरे। यहाँ सबैभन्दा ठूलो कुरा के थियो भने उनी कुनै ठूलो राजनीतिक दलबाट उम्मेद्वार बनेका थिएनन्, उनी स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव लडिरहेका थिए। त्यो समयमा चुनावी मैदानमा नेपालका दुई शक्तिशाली दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेका उम्मेद्वारहरू थिए। धेरै राजनीतिक विश्लेषकहरूले सुरुमा उनको जित्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए। कतिपयले त उनको उम्मेदवारीलाई केवल प्रचार वा मजाकको प्रयास मात्र भनेर पनि टिप्पणी गरिरहेका थिए। तर बिस्तारै परिस्थिति बदलिन थाल्यो। विशेष गरी युवाहरूले उनलाई समर्थन गर्न थाले। सामाजिक सञ्जालहरूमा उनको अभियान तीव्र गतिमा फैलियो। काठमाडौँका धेरै नागरिकहरू लामो समयदेखि सहरका समस्याहरूबाट निराश थिए। फोहोर व्यवस्थापनको समस्या, बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र अव्यवस्थित सहरी विकास, यी समस्याहरू वर्षौंदेखि समाधान हुन सकेका थिएनन्। बालेन शाहले आफ्नो अभियानमा एउटा सरल तथा प्रभावशाली सन्देश दिए, काठमाडौँलाई नयाँ सोच र नयाँ नेतृत्व चाहिएको छ। यही सन्देशले धेरै मानिसहरूलाई आकर्षित गर्यो। जब चुनावको दिन आयो, धेरै मानिसहरू अझै पनि परिणामबारे अनिश्चित थिए। तर जब मतगणना सुरु भयो, परिणामले धेरैलाई चकित बनायो। उनी अग्र स्थानमा देखिन थाले र मतगणना अगाडि बढ्दै जाँदा उनको अग्रता झन बढ्दै गयो। अन्ततः उनले ठूला राजनीतिक दलका उम्मेद्वारहरूलाई हराउँदै काठमाडौँ महानगरपालिकाका मेयर बन्न सफल भए। यो घटना आधुनिक नेपालको राजनीतिमा सबैभन्दा आश्चर्यजनक चुनावी परिणामहरूमध्ये एक मानिन्छ। मेयर बनेपछि पनि उनको कार्यशैली परम्परागत राजनीतिज्ञहरूभन्दा निकै फरक देखियो। उनी धेरैजसो लामो भाषण, प्रेस सम्मेलन वा राजनीतिक कार्यक्रममा देखिँदैन थिए। बरु उनले प्राय छोटो सन्देश र सामाजिक सञ्जाल मार्फत आफ्ना निर्णय र धारणा सार्वजनिक गर्न थाले। कतिपय समर्थकहरूले उनको यो शैली शान्त, स्पष्ट र दृढ नेतृत्वको सङ्केत हो भनेर भन्न थाले। तर केही आलोचकहरूले उनको नेतृत्व शैली कहिलेकाहीँ धेरै रहस्यमय र एकल निर्णयमा आधारित रहेको व्यक्त गरे, जसले पारदर्शिताबारे प्रश्न उठाउँछ। मेयरको रूपमा उनले केही साहसी कदमहरू पनि चाल्न थाले। अवैध संरचनाहरू हटाउने अभियान, सार्वजनिक जमिन जोगाउने प्रयास, फोहोर व्यवस्थापन सुधार गर्ने योजना, सहर सफा राख्ने कार्यक्रम, सांस्कृतिक सम्पदा संरक्षण र नदी तथा सार्वजनिक स्थानहरूको संरक्षण जस्ता कामहरू उनले अघि बढाए। यी कदमहरूले उनलाई कडा निर्णय लिन सक्ने मेयरको रूपमा चिनाए। धेरै नागरिकहरूले उनको साहसिक निर्णयलाई समर्थन गरे। तर उनको कार्यकाल पूर्ण रूपमा विवाद रहित भने थिएन। अवैध संरचना हटाउने अभियानका क्रममा कतिपय व्यवसायी र स्थानीय व्यापारीहरूले आफूहरूलाई पर्याप्त समय नदिएको गुनासो गरे। केही आलोचकहरूले महानगरका निर्णयहरू कहिलेकाहीँ अत्यधिक कडाइका साथ र पर्याप्त परामर्श बिना लागू गरिएको आरोप पनि लगाए। सामाजिक सञ्जालमा उनको प्रतिक्रियात्मक शैली र केही कठोर अभिव्यक्तिहरू पनि विवादको विषय बने। यसका साथै कतिपयले सहरका दीर्घकालीन संरचनात्मक समस्याहरू जस्तै ट्राफिक व्यवस्थापन वा फोहोर व्यवस्थापनको स्थायी समाधान अझै पूर्ण रूपमा समाधान हुन नसकेको भन्दै आलोचना पनि गरेका छन्।
नेपालको राजनीतिमा यस्तो परिवर्तन अचानक सुरु भएको भने होइन। यसअघि पनि केही व्यक्तिहरूले पुरानो राजनीतिक प्रणालीलाई चुनौती दिने प्रयास गरेका थिए। तीमध्ये एक महत्त्वपूर्ण नाम हो उज्ज्वल थापा। उज्ज्वल थापा नेपालमा अल्टरनेटिभ पोलिटिक्स अर्थात् वैकल्पिक राजनीतिक आन्दोलनका प्रमुख आवाजमध्ये एक थिए। उनको विश्वास थियो कि नेपाललाई नयाँ राजनीतिक संस्कृति चाहिएको छ, जहाँ पारदर्शिता, जवाफदेहिता र युवा नेतृत्व केन्द्रमा होस्। उनले स्थापना गरेको विवेकशील नेपाली पार्टी त्यही सोचबाट जन्मिएको थियो। यद्यपि उनको जीवन छोटो रह्यो। उनका विचारहरूले आज पनि धेरै युवाहरूलाई प्रेरित गरिरहेका छन्। आज धेरै विश्लेषकहरू भन्छन् कि नेपालमा देखिएको नयाँ राजनीतिक लहर, जसले स्वतन्त्र उम्मेद्वार र नयाँ नेतृत्वलाई अवसर दिएको छ, त्यो आंशिक रूपमा उज्ज्वल थापाले अघि सारेको वैकल्पिक राजनीतिक सोचको निरन्तरता पनि हो। यस सन्दर्भमा बालेन शाह जस्ता नयाँ नेताहरूलाई धेरै मानिसहरूले परिवर्तनको प्रतीकका रूपमा हेर्न थालेका छन्। हालसालै नेपालको निर्वाचन 2082मा बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिई झापा 5बाट जित हासिल गर्न सफल भएका छन्। समर्थकहरू भन्छन् बालेनको यो कदम युवाप्रति केन्द्रित र परिवर्तनकारी नेतृत्वको प्रतीक हो। आलोचकहरूले भने उनको अनुभव र रणनीतिमा शङ्का देखाएका छन्। प्रधानमन्त्री उम्मेद्वार बनेसँगै उनी अहिले संसदमा आफ्नो नीति र योजनाहरू प्रस्तुत गर्न, भ्रष्टाचार निवारण, युवा नेतृत्व, सांस्कृतिक संरक्षण र विकासमा जोड दिन तयार अवस्थामा रहेको देखिन्छ। र्यापर र इन्जिनियरबाट मेयर र अब प्रधानमन्त्रीसम्मको उनको यात्रा परम्परागत राजनीतिक विश्लेषकहरूलाई समेत चासो र आश्चर्य दुवै उत्पन्न गराएको छ। अझ धेरै नेपालीहरूले चासोका साथ हेर्दैछन् कि उनले प्रधानमन्त्री पदमा आएर देशमा के कस्तो परिवर्तन ल्याउनेछन्। भविष्यमा उनले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्नेछन् भन्ने कुरा भने समयसँगै स्पष्ट हुँदै जानेछ। र्यापरबाट सुरु भएको यात्रा, त्यसपछि इन्जिनियर र काठमाडौँका मेयर, यो क्रम आफैमा असामान्य र प्रेरणादायी मानिन्छ। आज उनी राष्ट्रिय राजनीतिमा सम्भावित ठूलो भूमिकाका कारण चर्चाको केन्द्रमा छन्। उनका समर्थकहरूका अनुसार उनले युवाप्रति केन्द्रित र परिवर्तनमुखी नेतृत्वको प्रतिनिधित्व गर्छन्। तर केही आलोचकहरूले भने अझै प्रश्न उठाइरहेका छन्। के राष्ट्रिय स्तरको राजनीतिका लागि उनको अनुभव पर्याप्त छ? के उनको नेतृत्व शैली दीर्घकालीन रूपमा प्रभावकारी साबित हुनेछ? जे भए पनि एउटा कुरा स्पष्ट छ, बालेन शाहको कथा नेपालको सबैभन्दा रोचक राजनीतिक कथाहरूमध्ये एक बनिसकेको छ। अब मुख्य प्रश्न यही छ, के उनले नेपालको राजनीतिमा साँचो परिवर्तन ल्याउन सक्नेछन् वा यो केवल अर्को राजनीतिक प्रयोग मात्र हुनेछ? यो उत्तर भने समयले मात्र दिनेछ।